के तपाईले कहिले सिमलको फूलको तरकारी खानुभएको छ? खानुभएको छैन भने आज म यो भिडियोमा हजुरहरूलाई यसको तरकारी कसरी बनाइन्छ भनेर सिकाउन गइरहेको छु। यसको लागि पहिला सिमलको फूलको बाहिरको कडा पातलाई निकालेर त्यसलाई सानो सानो पिसमा काटेर सफा पानीले राम्रोसँग धुनुपर्ने हुन्छ। त्यसपछि एउटा कराईमा तेल राखी त्यसमा मेथी, प्याज, मसला, बेसार भुट्ने र त्यो सब भुटिसकेपछि सिमलको फूललाई राखिदिने अनि जिन्जरको पेस्ट र नुन राखेर राम्रोसँग चलाउने र अन्तिममा टमाटर राखेर सानो आँचमा छोपिदिने। अब हाम्रो सिमलको तरकारी खानको लागि रेडी भइसकेको छ र सिमलको तरकारी खानलाई मात्र मिठो नभई यो हाम्रो शरीरको लागि पनि धेरै बेनिफिसियल हुन्छ। जस्तै सिमलको फूल पेट सम्बन्धी समस्याहरू जस्तै पखला, डिसेन्ट्री, पेट दुख्ने समस्यामा उपयुक्त मानिन्छ र यसको फूलको प्रकृति शीतल हुने भएकोले गर्मी मौसममा शरीरको तापक्रम सन्तुलन गर्न मद्दत गर्दछ। साथै अन्य एन्टिअक्सिडेन्ट प्रपर्टिज र स्किन हेल्थको लागि पनि बेनिफिसियल हुन्छ।